आज अब ड्युटी सकेर हामी सबै लाग्दैछौँ गाइस हैन स्टार्ट हुआ रे भाई का ब्लॉग नहीं ऐसा ऐसा मत बोलिए सर पांचवा व्यू तो मेरा होता है, पांचवा व्यू में गाली इधर जाते हैं किधर किधर रोमा अरमा अरमा ये ब्लॉग बनाता है, 5 व्यू आता है, 4 घर से, 1 तो मेरा। नहीं इसी से होता है ना, काम चलता है ना सर जी। आपने देखता है 5 इसी से तो घर तो चलता दूसरा नहीं, दूसरा बंदा तो देखता ही नहीं, मेरे को मालूम हो गया अभी। अच्छा अब इसका ब्लॉग देखो, 1 मिनट क्या साबित करना चाहता है ये ब्लॉग से? मैं साबित करना चाहता हूँ ये ब्लॉग बना आप एक बंदा मेरा अच्छा सा वो व्यूअर से सब्सक्राइबर हो, नहीं दूसरा बंदा नहीं है ऐसा लग रहा है अभी। आप हर एक बार मेरा वीडियो में प्लीज स्पीकिंग इंग्लिश सो ही कैन आल्सो अंडरस्टैंड। आई स्पीक para come this near side पूरे हफ्ते की अंग्रेजी बोलेगा ऑल वीक इंग्लिश डन। येला स्पीक ना speak I speak para come here anything else sir para anything else sir anything else sir ma'am वोटर ऑर्डर लेता है ना यू गो आई कम वॉशरूम। ये क्या लौड़ा घुमा रहे हो? आपने ऐसा बोल दिया था मैं डालूंगा सीधा, मैं सीधा डालूंगा, ये मैं एडिट नहीं करूंगा भाई वोटर सीधा डालेगा, 5 भी पे गाली सुनने को तैयार करेंगे। नहीं सुनेगा तो मालूम नहीं मेरे को, मैं सीधा डालूंगा। किधर उतर जा रहे हो? इधर जाओ, हम लोग इधर चलो ब्लॉक खोलो। ओके खलास 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 ओके। अब होइन छुट्यो साथीहरू चाहिँ होइन, साथीहरू उताबाट छ यसो केटाहरूसँग यसो मस्ती गर्दै आएको यहाँसम्म। अब उनीहरू चाहिँ त्यहाँबाट उता जाँदैछ होइन, सबैजना यता जाँदैछ। अब यो साइडमा उनीहरू चाहिँ उता बस्छ, म बस्छु यता। म जानु पऱ्यो स्टेट गाइज, स्टेट स्टेट म चाहिँ स्टेट हो है, त्यही भएर अब म स्टेट जाँदैछु। अनि आजको ड्युटी पनि सक्यो है। अब यस्तै छ जिन्दगीमा होइन, सक्यो। आज मलाई भ्लग बनाउनु चाहिँ मन थिएन, यिनीहरूले भनिहाल्यो होइन, त्यसमा जम्मा 4 भ्युज आउँछ, मैले एउटा हेरेर 5 आउँछ भन्दैछ। तर पनि केही छैन, त्यही 4 र 5 जनाको लागि भए पनि मेरो यो भिडियो उनीहरूको लागि पनि छ क्या है, उनीहरूको लागि छ होइन। कस्तो गाडी आइदिइरहेको म यार यो घरिघरि उता पल्टाएर मोबाइल हेर्नुको साटो चाहिँ किन भन्ने गाइस, त्यो कहिले काहीँ मेरोमा के मिलेको छैन कुनै सेटिङ होइन। त्यसमा त्यो खालि त्यो बन्द भइदिन्छ यार, 2-3 मिनट भिडियो भएर रेकर्ड भएर त्यो बन्द भइदिन्छ क्या, त्यही भएर गाइस। त्यही भएर मैले हेरेको गर्छु, अहिले पनि हेरेँ होइन। त्यही नै हो, सुनसान सडक चाहिँ आज चाहिँ कस्तो खाली सडक रहेछ यार, खाली सडक। हेर्नु भ्यू, मेरो अनुहार हेरेर तपाईँहरू वाक्क भयो होला होइन। भ्यू हेर्नु, भ्यू हेर्नु। यसपालिको हाम्रो देशमा हुन गइरहेको इलेक्सनमा कसले बाजी मार्ला त? झापा 5बाट झापा दमक 5बाट। हुन त म पनि एउटा दमकवासी हुँ होइन, मलाई पनि सिधै भनौँ न केपी ओलीले जित्नुभन्दा एकचोटि नयाँले केही गर्छ कि भन्ने आशा चाहिँ छ है मलाई पनि होइन। त्यही कारणले गर्दाखेरि मेरो सपोर्ट चाहिँ अहिलेको युवालाई होइन, पुरानोलाई हेरिन् त, यत्रो वर्ष यत्रो साल हेरिन् त, के गर्नुभयो यार? आफ्नो ठाउँको मात्र विकास गरेर भएन नि, पुरै ठाउँको विकास गर्नु पर्यो होइन, अनि पो राम्रो हुन्छ त यार। आफ्नो ठाउँको विकास गरेर मात्र कहाँ हुन्छ यार, सबैलाई चाहिँ विकास गर्नु पर्यो। हामी नेपाली भनेको एउटै हो क्या होइन, हाम्रो नेपाली भनेको एउटै भाषा धर्म संस्कृति भएको मान्छेमा किन आफ्नो उयो गर्ने हो? त्यही भएर नयाँ पार्टीलाई दिएर हेरौँ न भन्ने मेरो चाहिँ धारणा र सोच हो है गाइस। त्यही नै हो।
यसरी मोबाइल बोक्दा बोक्दा पनि गलो हात यार। अनि यस्तै छ हौ अहिले जिन्दगीमा यार, गाह्रो छ हौ। यो चाहिँ कुवेतको सालमिया भन्ने ठाउँ हो होइन, कुवेतको सालमिया भन्ने ठाउँ हो। अनि यहाँबाट सिधै चाहिँ मेरो रुम हो। मेरो रुम चाहिँ यो सिधै जानुपर्छ है गाई, यो सिधै यो सिधै यो सिधै हो मेरो रुम चाहिँ होइन। मेरो रुम चाहिँ सिधै जानुपर्छ गाई चाहिँ, म चाहिँ त्यही भएर हो सिधै जाने हो मैले होइन। म चाहिँ गाइड। अब भनेको यता चाहिँ तपाईँको उयो लुलु हो, यो चाहिँ लुलु होइन, लुलु हो, लुलु हो यो चाहिँ होइन, लुलु यता लुलु हो। मेरो रुम यता हो होइन, मेरो रुम यता हो। यता चाहिँ खै कता जान्छ थाहा छैन, तर पनि हेर्नु न गाई चाहिँ। अरे वाह कस्तो के देखेको यार, कस्तो कता देखेको त्यही नै हो गाई चाहिँ। गलिएको छ है, गलिन्छ ओरिन्छ, तर यो मेरो डेली भ्लग हो यार, डेली चाहिँ डेली भ्लग हो। खालि त्यही एउटै भिडियो हुन्छ भनेर चाहिँ नभन्नु होला होइन, त्यसमा अनेक कुराहरू पनि हुन्छन् गाई, यस्तै त्यस्तै कुराहरू। सो त्यसैले गर्दा हेरिदिनु होला भन्ने मलाई लागिरहेको छ है। मलाई के गरायो भने चाहिँ गटर पो गनाएको छ, गटरबाट निकाल्दो रहेछ नि त। छि का म हिँड्ने दुईवटा बाटो छ गाई। यो एउटा बाटो भइहाल्यो, अनि एउटा बाटो चाहिँ अर्को साइडमा छ क्या, उतापट्टिको साइडमा छ। दुईवटा बाटो हो होइन। प्रायः प्रायः म कहिलेकाहीँ यो बाटो पनि हिँड्ने गर्छु होइन, कहिलेकाहीँ म उताबाट नि हिँड्ने गर्छु क्या। त्यो दुईवटा बाटो छ है, त्यही नै हो।